हेलो गुड मर्निङ साथीहरू। मेरो सानो मिनी ब्लगमा तपाईँलाई स्वागत छ। आज चाहिँ म धेरै एक्साइटेड छु किनकि आज धेरै दिनपछि मेरो छुट्टी हाम्रो भनौँ न छुट्टी मिलेको थियो। म र मनियाको चाहिँ 1 वर्ष 4 महिना जति भयो बुकारेस्टबाट बाहिर गएको थिएनौँ। सो हामी चाहिँ ब्रासोप र सिनायाक घुम्न जान लागिरहेको छौँ। अनि बिहानदेखि चाहिँ पानी परिरहेको नै छ। अब के हुन्छ कस्तो हुन्छ त्यो त थाहा छैन, जे भए पनि। तर म धेरै एक्साइटेड छु किनकि बुकारेस्ट बाहिर घुम्न जान पाइरहेको छु, त्यही भएर। अनि साथीहरू म फर्स्ट टाइम ट्रेन चढ्दैछु क्या, त्यसैले नि एक्साइटेड छु। अनि खासै गरी भन्ने भए हाम्रो ट्रेनको टिकट चाहिँ 33 परेको थियो। खासै त्यति महँगो लाग्यो। अनि यसो ट्रेनमा बस्ने खानेकुराहरू अलि काचाकुचुक लिएर गएर ट्रेन चढ्नलाई हामी चाहिँ गयौँ। नेक्स्ट ब्लगमा हेर्नु है।